सुगर पेशेन्टले के खान मिल्छ त? नखाने विषयमा त धेरै कुरा भइसकेका छन्। अब के खान मिल्छ त भन्ने विषयमा कुरा गरौँ है त। नमस्कार, म आयुर्वेद चिकित्सक डाक्टर रक्षा भट्टराई। अन्न जातिका कुरा गर्ने हो भने जौ असाध्यै राम्रो। जौ आफ्नो डायटमा धेरै जसो इन्क्लुड गर्नुहोस्। गहुँ, कोदो, मकै, फापर, चामल पनि मिल्छ। चामलमा थोरै ब्रान्ड कम फालेको, पलिसिङ कम गरेको चामलहरू चाहिँ सेवन गर्दा हुन्छ। मिलाएर डायट मिलाएर यसको प्रपोर्सनहरू मिलाएर चाहिँ सेवन गर्नुहोस्। तरकारीको कुरा गर्दा तिते करेला, सहिजन वा शीतल चिनी भनेर भनिन्छ, यो पनि मिल्यो। हरियो सागहरू विविध प्रजातिका सबै मिल्छन्। ब्रोकौली, अब काउली, बन्दागोबी, तोरीको साग, लेटस, बक्चोय, भेन्टा, सेलेरी, कुरिलो, लसुन, अदुवा यिनीहरू मिल्ने भएर काँक्रो पनि मिल्छ। क्याप्सिकम भयो, यिनीहरू पनि खान मिल्छ। सिमी, हरियो बोडी, धनियाँको साग, धनियाँको गेडा यिनीहरू पनि खान सेफ छन् सुगर पेशेन्टको लागि। जमिनमुनि फल्ने चाहिँ खाने चिजहरूको कुरा गर्दा गाजर खान मिल्छ, मुला खान मिल्छ, सलगम खान मिल्छ। यी भए। दालका कुरा गर्ने हो भने चाहिँ सेतो चना खान मिल्यो, मुङ, रहरको दाल, अरहर वा मसुर यिनीहरू मिल्छन्। दालहरूमा प्रोटिन त हुन्छ, तर कार्बोहाइड्रेट पनि उत्तिकै मात्रामा भएको हुनाले दाल चाहिँ पातलो सेवन गर्नु होला। धेरै बाक्लो दाल दैनिक सेवन गरिराख्दा चाहिँ सुगर लेभलहरू कन्ट्रोल गर्न चाहिँ अलिकति गाह्रो पर्न सक्छ। बिउहरू चाहिँ फर्सीको बिउ र सूर्यमुखीको बिउलाई रोस्ट गरेर तपाईँ आफ्नो डायटमा इन्क्लुड गर्न सक्नुहुन्छ। दुधजन्य पदार्थको कुरा गर्दाखेरि मोही अझ छाँच भनेर तराईतिर चिनिन्छ। यसमा धनियाँ, जिरा, सुकमेल, सौँफ अनि सुकाएको अदुवाको चाहिँ घिउसँग झानेर सेवन गर्दा राम्रो। घिउ पनि केही मात्रामा, सीमित मात्रामा चाहिँ आफ्नो डायटमा इन्क्लुड गर्दा हुन्छ। मासुजन्य पदार्थहरूको कुरा गर्दाखेरि कुखुरा, टर्कीको मासु खान कहिलेकाहीँ मिल्यो। माछाको कुरा गर्दा चाहिँ फ्रेस वाटरमा पाइने माछा हो भने चाहिँ हप्तामा 2 पटक भन्दा बढी नखाइदिने। अन्डा आफ्नो दैनिक डायटमा भने इन्क्लुड गर्न मिल्छ। फलफुलहरूमा चाहिँ स्याउ, अनार, क्र्यानबेरी, ग्रेप फ्रुट्स, अम्बा, कागती, भोगटे, आँप सिजन अनुसार, गर्मी सिजनमा आउँछ त्यति बेला खान मिल्छ, थोरै लिमिट अनुसार। सुन्तला, पाकेको मेवा, ब्ल्याकबेरी, ब्लुबेरी, स्ट्रबेरी अत्याधिक सेवन चाहिँ नगर्ने। फलफुलमा चाहिँ अरू तत्त्वहरू भन्दा पनि सुगर अलिकति हाई हुन्छ, त्यसले गर्दा पछि आएर ब्लड स्ट्रिममा पनि सुगर स्पाइक गर्ने बढी चान्सेस हुन्छ। त्यही भएर फलफुल चाहिँ लिमिटेसन्समै खाने। तेलहरूको कुरा गर्दा चाहिँ धेरै प्रशोधित तेल नखाने। शुद्ध तोरीको तेल, शुद्ध सूर्यमुखीको तेल अथवा शुद्ध सोयाबिनको तेल चाहिँ नियन्त्रित मात्रामा खान मिल्यो। प्राकृतिक मिठास दिने पदार्थहरू सकेसम्म नखाने। खानै पर्यो भने चाहिँ मह अथवा गुड रोज्दा राम्रो। यही पनि अत्याधिक प्रयोग गर्न भने हुँदैन। पाचन सुधार्ने मसलाहरूका कुरा गर्दा अदुवा, कालो जिरा, कलौन्जी भन्छौँ, तोरीको दाना, ज्वानो, जायपत्री, जायफल अनि जिरा, धनियाँ, सौँफ, सुकमेल, केसर, तेजपात, कालो मरिच, दालचिनी, ल्वाङ, हिङ र बेसार यी सबै सेफ फुड्स हुन्। यी सुझाव भनेको चाहिँ तपाईँलाई सुगर सन्तुलनमा छ भने खान मिल्ने चिजहरूका भए। तर सुगर अत्याधिक हाई छ भने चाहिँ तपाईँ चिकित्सकको सल्लाहमा रहेर नै पहिला सुगरलाई मेन्टेनेन्स गर्न चाहिँ जरुरी रहन्छ।